हेलो गाइज, सम्पूर्णमा नमस्कार। आज फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। मेरो मिनी ब्लगमा चाहिँ मान्छेहरू हुनुहुन्छ, मिनी मात्रै हुनुहुन्छ। एकजना यहाँ हुनुहुन्छ। हेलो, यता हेर्नुहोस् प्रदीप। ए प्रदीप, लाज मान्नुहुन्छ हाम्रो प्रदीप सरले चाहिँ। मेरो भाइ हुनुहुन्छ यहाँ। हामी चाहिँ शारदा खोला हेर्न, शारदा खोला नि बाबु, शारदा खोला हेर्न जाँदैछौँ ल। काभ्राको शारदा खोला हेर्न जाँदैछौँ ल। हेर्नु है त, ल हेर्नु शारदा खोलाको दृश्य एकदमै राम्रो छ। गाउँ पाकिरहेछ, पानी बगिरहेछ एकदमै। यो चाहिँ साँझको बेला हो। माछा मार्ने मान्छेहरू पनि तलतिर हुनुहुन्छ गाइज। गुटुङ गुटुङ लाएर हिँड अब यो बाटोमा। सानो छँदाखेरि गाइज कोले माछा मार्नु भएको छ खोलामा गएर। हामी चाहिँ सानो छँदा चाहिँ यस्तो खासै ठुलो खोलामा त म त जानको मान्छे खासमा। अनि बबैमा जान्थ्यौँ माछा मार्न चाहिँ। ठुलो खोला भनेको चाहिँ त्यहाँ चाहिँ झिङ्गे माछाहरू मात्रै हाम्रो चाहिँ मम्मीहरूले मार्नुहुन्थ्यो। हामी चाहिँ सानो सानो अर्को खोलामा, हाम्रो गाउँ नजिकैको खोलामा चाहिँ हामी चाहिँ कसरी मार्थ्यौँ माछा। खोलाको किनारमा गाउँ पाकिरहेको अवस्था छ गाइज। ल हेर्नु घाँस कति राम्रो। वाउ 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 वाउ। घाँस देखेपछि घाँस काटेको याद आउँछ हो गाइजहरू। यता चाहिँ सानो खोला छ। अब पुल पुल वा तिमीहरू कसरी गयौ? लोटिन खतरा पुल छ गाइज। ल ल ल आएँ म पनि। ल हेर्नु खोलाको रमणीय दृश्य हेर्नु। यहीँबाट हेर्ने। मेरो छोरा चाहिँ फर्स्ट टाइम मैले खोलामा पाइला टेकेकै छैन। मम्मी जाम भनेर लिएर आयो है। अब माछा खोज्न सुरु भयो होला यहाँ चाहिँ यिनीहरूको। प्रदीप सर माछा भेट्यो? पकड न। कहाँ गयो? त्यस्तरी यो माछा नमारे मान्छे त भइगयो। यता चाहिँ जङ्गल छ, माथितिर पहाड छ। फोटो खिच्नु लाग्यो। पुरै यस्तै फाल्यो उफ्रियो मेरो हातबाट।